हुन्छ सबैजनालाई जय मसी अनि नमस्कार। जतिजना पनि आज मेरो युट्युब च्यानलमा जोडिनु भएको छ नयाँ हजुरहरूलाई मेरो च्यानलमा स्वागत गर्न चाहन्छु। विशेष गरी म चाहिँ हजुरहरूको माझमा केही बाइबलको वचनद्वारा हजुरहरूलाई केही कुराबाट उत्साह दिन चाहन्छु। विशेष गरी याकुब 2:10 पदले भन्छ, सबै व्यवस्था पुरा गरेर पनि एउटा मात्रै व्यवस्थामा चुक्छ भने त्यो सबै व्यवस्थाको दोषी ठहरिन्छ, पापी गनिन्छ भनेर भन्छ है। यसको मतलब धर्मशास्त्र भन्छ कि तपाईँ र म हैन, तपाईँ र मलाई चाहिँ सम्पूर्ण हामीले चाहिँ धर्म कर्म असल काम असल कुराहरू गरौँला, तर एउटा मात्रै कुरामा हामी चुक्छौँ भनेदेखि हामी सबै कुराको दोषी ठहरिनेछौँ, पापी गनिनेछौँ भनेर धर्मशास्त्र भन्छ हैन। यसै कारणले गर्दाखेरि रोमीको पुस्तक रोमी 2:10 पदले भन्छ कि धर्मी कोही पनि छैन, एकजना पनि धर्मी छैन, असल गर्ने कोही पनि छैन, एकजना पनि छैन भनेर भन्छ क्या है। सबै मानिसहरू पापी छ भनेर भन्छ क्या है। हो, त्यो पाप कटाउनेलाई चाहिँ एउटा पाप धोइदिने चाहिँ हाम्रो एक मात्र परमेश्वर हुनुहुन्छ हैन। यसै 1:18 पदले भन्छ, आऊ हामी सँगै बसेर छलफल गरौँ, तिमीहरूका पापहरू गाढा राता सिन्दिरे रङ्गका भए तापनि ती हिमशिलेका हिम जस्तै सेता र पवित्र तुल्याइनेछन् भनेर त्यहाँनिर चाहिँ भनेको छ। यसकारण साँच्चै तपाईँलाई मलाई यस्तो लाग्छ कि हैन, म पापी छु, अब मेरो पाप चाहिँ म कहाँ गएर धुम हैन, कहाँ गएर हैन म चाहिँ मेरा बोझहरू बिसाउँ जस्तो तपाईँलाई लाग्छ भने आज त्यो भारीहरू बिसाउने चौतारी चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ र तपाईँको पापहरू धोएर तपाईँले शुद्ध पार्ने चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ हैन। उहाँले भन्नुभएको छ 2 इतिहास 7:14 पदमा भन्नुभएको छ, यदि मेरो नाउँ दिएको मेरो आफ्नै प्रजाले आफूलाई नम्र पाएर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालबाट फर्कन्छ भने स्वर्गबाट म तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूको पाप क्षमा गर्नेछु र तिनीहरूको देशलाई म स्वस्थ राख्नेछु भनेर त्यहाँनिर परमेश्वरले भन्नुभएको छ। आज तपाईँ र म जब विनम्र भएर जब कोमल भएर परमेश्वरको अगाडि हामी जान्छौँ, झुक्छौँ, प्रभु साँच्चै म एक पापी व्यक्ति हुँ हैन, साँच्चै मैले चाहिँ केही कुराहरू गल्ती गरेको छु, मैले हर प्रकारको भ्रष्टाचार गरेको छु, मैले हर प्रकारको व्यभिचार गरेको छु, मैले हर प्रकारको तपाईँको विरुद्धमा मैले पाप गरेको छु, मैले चाहिँ अन्जायज कुराहरू गरेको छु, अन्जायज काम गरेँ मैले विगतमा। जब चाहिँ तपाईँले मैले चाहिँ हैन परमेश्वरको अगाडि यी कुराहरू भन्छौँ भनेदेखि परमेश्वरले तपाईँको मेरो विगतलाई चाहिँ मेटिदिनुहुन्छ र नयाँ करारमा त्यहाँनिर भन्नुभएको छ हैन। कोरिन्थीको पुस्तकमा, यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ हेर नयाँ आएको छ। जब चाहिँ तपाईँले मैले चाहिँ साँचो प्रभुलाई आफ्नो पापको पश्चाताप गरिकन हैन उहाँलाई हृदयले विश्वास गरिकन मुखले स्वीकार गर्छु भनेपछि साँच्चै नै तपाईँ र म चाहिँ नयाँ सृष्टि हुन्छौँ। तपाईँको मेरो विगत चाहिँ मेटिएको छ हैन, तपाईँ र म चाहिँ के त नयाँ भएका छौँ हैन। यसकारण साँच्चै नै तपाईँ र म उद्धार मुक्ति र अनन्त जीवन चाहन्छौँ, आफ्नो पापको बोझबाट चाहिँ तपाईँ र म छुटकारा चाहन्छौँ भनेदेखि तपाईँले मैले चाहिँ के त परमेश्वरमा के त विश्वास गर्नुपर्ने हुन्छ हैन। एक मात्र परमेश्वर हुनुहुन्छ जसले चाहिँ तपाईँलाई मलाई चाहिँ हत्केलामा खोपेर राख्नुभएको छ, तपाईँलाई मलाई चाहिँ औधी प्रेम गर्नुहुन्छ, तपाईँलाई मलाई चाहिँ आज नै तपाईँ र म जस्तो सुकै भए तापनि तपाईँलाई मलाई स्वीकार्नलाई तयार हुनुहुन्छ। एक मात्र हाम्रो प्रभु हुनुहुन्छ जो चाहिँ साँचो प्रेमी हुनुहुन्छ, जसले चाहिँ हर परिस्थितिलाई के त हामीलाई हर परिस्थितिमा के त हामीलाई प्रेम गर्न सक्नुहुन्छ, हामीलाई स्वीकार गर्न सक्नुहुन्छ। साँच्चै तपाईँले मैले चाहिँ के त उहाँमा विश्वास गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण छ प्रियहरू। हुन्छ सबैजनालाई जय मसी। अनि कतिजनाले यो भिडियोहरू आज नयाँ सुन्दै हुनुहुन्छ अनि हजुरहरूले चाहिँ यो आजको भिडियो आजको वचनद्वारा कतिको आशिषित हुनुभयो। यदि साँच्चै नै तपाईँलाई यो कुराहरू आशिषित लाग्यो भने हजुरलाई साँच्चै नै प्रभुमा विश्वास गर्न चाहनुहुन्छ भने तपाईँले चाहिँ कमेन्ट गर्नु सक्नुहुन्छ र मैले हजुरलाई कमेन्टद्वारा मैले हजुरलाई कन्ट्याक्ट गर्नेछु र अनि मैले चाहिँ प्रभुसम्म हैन तपाईँको मिलन गराउनको लागि मैले चाहिँ के त तपाईँलाई सहायता गर्नेछु। हुन्छ सबैजनालाई जय मसी अनि नमस्कार।